नमस्कार, मध्याह्न ब्रिफिङमा स्वागत छ। देशको सबैभन्दा ठुलो वामपन्थी जो संसदको तेस्रो ठुलो दल छ नेकपा एमालेमा अहिले अन्तरपार्टी सङ्घर्ष चर्किएको देखिन्छ। खास गरेर गएको फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक धक्का बेहोरेपछि नेकपा एमाले भित्र पार्टीको पुनर्गठन, नेतृत्वको पुनर्गठनको बहस सतहमा आएको छ। खास गरेर यो बहस निर्वाचनको नतिजा लगत्तैबाट सुरु भएको थियो, तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य, नयाँ सरकार बनेको भोलिपल्टै भएको उनको गिरफ्तारी र झन्डै 22 दिन लामो हिरासत र अस्पतालको बसाइपछि ओली घर फर्किए। सँगै अपरेसनको कतिपय घाउहरूमा सङ्क्रमणको कारणले गर्दा केही हप्ता उनले भेटघाटहरू पनि बन्द गरे र औपचारिक रूपमा पार्टी पुनर्गठन, नेतृत्वको फेरबदलकै विषय पनि नेताहरूले उठाइरहेको विषय पार्टीको औपचारिक बैठकमा सामेल हुन सकिरहेको थिएन। यसबीचमा कार्यवाहक अध्यक्षको रूपमा रामबहादुर थापा बादलले केही बैठकहरू त आयोजना गरेका थिए, सचिवालय बैठकहरू, तर ती बैठकहरू तत्कालीन अड्को पड्को केही समस्याहरूमाथि आफ्ना धारणाहरू सार्वजनिक गर्ने भन्दा बढी हुन सकेनन्। जब ओली एक तहको चाहिँ स्वास्थ्य लाभ गरिसकेपछि गएको जेठ 4 गतेदेखि एमालेको सचिवालय बैठक चलिरहेको छ। सङ्ख्याको हिसाबले 3वटा दिन भए पनि यहाँ जुन तहको बहस भइरहेको छ, जुन तहको अन्तर्विरोधहरू, विवादहरू र नेतृत्वमाथि पहिलोपटक औँला ठडिएको आभास हुन्छ। खास गरेर सचिवालय बैठकमा भएका व्यक्त गरेका अभिव्यक्तिहरू नेताहरूले जसरी सार्वजनिक गरिरहेका छन् र उनीहरूले त्यहाँका कुराहरू बाहिर ल्याइरहेका छन्, त्यसको स्थिति हेर्दाखेरि नेकपाकालीन अवस्थामा जस्तै वा नेकपाकालीन अवस्थापछि पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै कमरेडहरूबाट घेरिएका छन्। खास गरेर उनलाई नेतृत्व हस्तान्तरण गर्नको लागि वैधानिक कमिटीमा पहिलोपटक यो तहमा दबाव सिर्जना भएको छ। पार्टी पुनर्गठन र नेतृत्व पुनर्गठन भन्ने शब्द प्रयोग गरिए पनि त्यो मूलत ओलीले नेतृत्व छाड्नुपर्छ भन्ने अभिव्यक्ति नै हो। त्यसो त निर्वाचन लगत्तै गएको चैतको दोस्रो हप्ता एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले ओली निवास गुन्डुमै पुगेर उनलाई मार्ग प्रशस्त गर्न पहिलोपटक प्रस्ताव गरेका थिए। ती प्रस्तावबाट ओली सकारात्मक हुन सकेनन्, उनी बरु बिच्किए। लगत्तै त्यसको 2 दिनपछि नै ओली पक्राउ परे र लामो समय यो विषयमा औपचारिक रूपमा छलफल हुन सकिरहेको थिएन। यो स्थितिमा भएको पछिल्लो बैठकपछि कमिटीमा पहिलोपटक ओली अल्पमतमा परेको देखिन्छ। उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ अनि उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीको राजीनामा मागेका छन्। अन्य नेताहरूको आशय पनि त्यही छ, तर उनीहरूले केही भाषा मिलाएर पार्टीको पुनर्गठन, नेतृत्वको पनि पुनर्गठन र समग्र समीक्षाको कुराहरू गरिरहेका छन्। आज 4 जना केन्द्रीय सचिवहरूले आफ्नो मन्तव्य राखिसकेपछि अध्यक्ष ओलीले आफ्ना जवाफी प्रतिक्रिया दिने वा मन्तव्य राख्ने कार्यक्रम छ। एमालेको सचिवालय बैठकका एजेन्डाहरू नै थिए, तर
गहिरोसँग पार्टीको पुनर्गठनको विषय, नेतृत्वको सवालमा पदाधिकारीहरू घोत्लिएका छन्। लामो लामो बैठकहरूमा ओलीले बिचमा आफ्ना धारणाहरू पनि थपिरहेका छन्। तर पदाधिकारीहरूको मूल स्पिरिट आजको एमाले जसरी चलिरहेको छ, अध्यक्ष केपी ओलीको कमान्डमा जसरी एउटा गतिमा एमाले छ, त्यो गति, प्रवृत्ति, कार्यशैली, यसबाट पार्टी चल्दैन भन्ने खालको चाहिँ पदाधिकारीहरूको साझा दृष्टिकोण सुनिन्छ। तर जसरी अहिले केपी ओलीको राजीनामा मागिएको छ, कमिटीमा जसरी सबैभन्दा कोर अफ लिडरसिप मानिने पार्टी सचिवालयमा जसरी ओली अल्पमतमा परेको देखिएको छ, यसले के एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैले स्वैच्छिक ढङ्गले राजीनामा दिएनन् भने के कमिटीको अल्पमत र बहुमतले उनलाई पदमुक्त गर्न सक्छ भन्ने बहस पनि सँगसँगै उठेको छ। अध्यक्ष ओलीले पनि यही प्रश्न गरेका छन्। आफू कसैले बनाएको अध्यक्ष नभई बकाइदा पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको र 6 महिना अघि मात्र त्यो महाधिवेशन भएको, त्यस हिसाबले तपाईले कमिटीमा आलोचना गर्दैमा, छोड भन्दैमा मैले छोड्ने अवस्था छैन भनेर उनले बेला बेलामा पदाधिकारीहरूको टिप्पणी लगत्तै आफ्ना छोटा टिप्पणीहरू वा प्रतिवादहरू गर्दै आइरहेका पनि छन्। र साँच्चै पनि 6 महिना अघि गएको मक्सिरमा मात्र पार्टीको नेकपा एमालेको 11औं महाधिवेशन भएको थियो। त्यो महाधिवेशनले त्यतिखेर पनि एमालेको नेतृत्वमा केपी ओली जान सक्दैन, यो तरिकाले खास गरेर उनी सरकार प्रमुख भइरहेका बेला गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन, त्यसको मुख्य प्रहार तत्कालीन सरकारप्रति थियो र परम्परागत ढङ्गले आइरहेका राजनीतिक दलहरू, उनीहरूले राज्य सत्तामा निम्ताएका व्यतिथि, भ्रष्टाचारको विषयलाई मुख्य मुद्दा बनाएर त्यो जेनजी आन्दोलन भएको थियो। त्यो आन्दोलनको सफलतासँगै जब नेपाली काङ्ग्रेस र नेकपा एमालेको शक्तिशाली 2/3 बहुमतको सरकार असफल भयो र प्रधानमन्त्री ओली पदच्युत हुन गए, त्यो अवस्थामा अबको एमाले कसरी जान्छ भन्ने बहस त्यतिखेर पनि चलेको थियो र अध्यक्ष ओलीलाई नेतृत्व छाड्नको लागि त्यति बेला पनि दबाब दिइएको थियो। खास गरेर संस्थापन इतर समूहले पूर्व राष्ट्रपति विद्या भण्डारी निकट समूहले उनीमाथि दबाब सिर्जना गरेको थियो। तर 11औं महाधिवेशनको हलले भने ओलीलाई नै अनुमोदन गर्यो। अघिल्लो पटकभन्दा अझ शक्तिशाली जनमतका साथ, पार्टीको जनमतका साथ चाहिँ ओली पार्टी अध्यक्ष निर्वाचित भए। झन्डै 75% पदाधिकारी र केन्द्रीय कमिटीमा उनको पकड बन्न गयो। त्यसरी निर्वाचित भएका ओली अहिले आफ्नै समूहबाट गएको महाधिवेशनमा निर्वाचित भएका, अझ भनौँ 6 महिना अगाडि ओलीको अपरिहार्यता, उनको औचित्य नसकिएको, उनकै नेतृत्वमा पार्टीको पुनर्गठन हुन सक्ने र पुरानै पार्टीको रूपमा फर्किन सक्ने विश्वास राख्ने समूह, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरू अहिले ओलीले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने ठाउँमा आइपुगेका छन्। फेरि पनि त्यही प्रश्न, कमिटीमा अल्पमतमा पर्दैमा के ओलीलाई हटाउन सम्भव छ? वैधानिक हिसाबले त्यसरी अध्यक्ष वा कुनै पनि पदाधिकारीलाई हटाउने बाटो नेकपा एमालेको विधानले दिएको छैन। तर नैतिक प्रश्न पक्कै हो। पार्टीको कोर अफ लिडरसिपमा अल्पमतमा परिसकेपछि सम्भवतः उनका प्रस्तावहरू पनि स्वीकृत हुन सक्ने अवस्था रहँदैन
र त्यो अवस्थामा हरेकचोटि पार्टीका निर्णयहरू विवादित बन्न सक्छन्। अर्को भनेको पार्टीको विधानले प्रश्नसँग अध्यक्ष वा कुनै पनि पदाधिकारी पदमुक्त हुने 3-4वटा अवस्थाको व्याख्या गर्दछ। पहिलो, अध्यक्ष वा पदाधिकारीको मृत्यु भएमा। दोस्रो, उनीहरू आफैले स्वैच्छिक रूपमा राजीनामा दिएको अवस्थामा। र तेस्रो, सदस्यता नवीकरण नगरेको अवस्थामा। यी तीनवटै अवस्था अहिले ओलीको हकमा लागू हुँदैन। अर्को भनेको ओलीलाई पदबाट हटाउनको लागि अर्को समूह जुन समूहले यसको नेतृत्वमाथि दाबी गर्दैछ र नयाँ ढङ्गले पार्टीको नेतृत्व पुनर्गठन गर्ने पक्षमा छ, उसले सहज बाटो नहुँदा लामो बाटो तय गर्नुपर्ने हुन्छ। त्यसका लागि पनि उसको कमिटीमा कुनै न कुनै खालको होल्ड हुनुपर्ने अवस्था देखिन्छ। मुख्य कुरा, पार्टीको विशेष महाधिवेशन आयोजना गर्न सक्छ। त्यो विशेष महाधिवेशनको लागि पनि सहज व्यवस्था भने छैन। त्यसका लागि विभिन्न जिल्ला कमिटीहरू छन् नेकपा एमालेको 77 प्लस अरू केही सम्पर्क समितिहरू समेत जोडेर, सम्पर्क मञ्चहरू समेत जोडेर ती सम्पूर्ण जिल्ला कमिटीहरूमध्ये त्यसको 2/3 जिल्ला कमिटीहरूले माग गरेमा विशेष महाधिवेशन आह्वान हुन सक्छ। अर्को भनेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका बहुमत सदस्यले माग गरेमा पनि विशेष महाधिवेशन आयोजना हुन सक्छ। त्यसरी विशेष महाधिवेशनका लागि माग गरिएको निवेदन मिति भएको 6 महिनाभित्र विशेष महाधिवेशन केन्द्रीय कमिटीले बोलाउनु पर्ने व्यवस्था विधानले गरेको छ। यदि बोलाएन भनेपछि पनि बहुमत सदस्यहरूले आफै विशेष महाधिवेशन आयोजना गर्न सक्ने व्यवस्था महाधिवेशनले यो विधान नेकपा एमालेको विधानले गरेको छ। यो लामो र झन्झटिलो प्रक्रियाबाट ले पनि एमालेमा अध्यक्ष केपी ओलीलाई हटाउन त्यति सजिलो देखिँदैन। मुख्य कुरा, यो नैतिक प्रश्नसँग बढी जोडिन्छ। विधानतः यो रित पुर्याएर कम्तीमा 6 महिनापछि विशेष महाधिवेशन आयोजना गरेर त्यसबाट नेतृत्व चयन गर्ने कुरा पनि सहज छैन। किन भन्दा राजनीतिमा 6 महिना भनेको धेरै लामो समय बन्न जान्छ। जहाँसम्म नैतिक विषय छ, नैतिकताको विषय छ, केपी ओलीले सचिवालयमा अल्पमतमा परेको छनक पाइसकेपछि उनले पदाधिकारीहरूको मन्तव्यको बिचमा टिप्पणी गर्ने गरेका छन्। तपाईहरूले चाहँदैमा म हट्दिनँ। केन्द्रीय समितिमा मेरो बहुमत छ। केन्द्रीय महाधिवेशन परिषदमा मेरो राष्ट्रिय महाधिवेशन परिषदमा मेरो बहुमत छ भन्ने खालका तर्कहरू उहाँले गरिराख्नु भएको छ। त्यो स्थितिमा नैतिकताको आधारमा ओलीले छाड्ने अवस्था देखिँदैन। नैतिकताकै कुरा गर्ने हो भने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलमाथि पनि त्यो नैतिकताको प्रश्न उठ्छ। 6 महिना अगाडिको महाधिवेशनमा ओलीको औचित्य नसकिएको, उनकै नेतृत्वमा पार्टीको पुनर्गठन र व्यवस्थित भएर जान सकिन्छ भन्ने निष्कर्षमा पुगेका यी नेताहरू 6 महिनापछि नै ओलीको विकल्प खोज्न हिँड्ने कुरा आफैमा तर्कसङ्गत देखिँदैन। उपाध्यक्ष विष्णु पौडेल तिनै नेता हुन् जसले पार्टीको मूल नेतृत्वमा कार्यकारी भूमिकामा 70 वर्षे उमेर हद जुन एमालेको विधानमा थियो त्यसलाई परिवर्तनको लागि, त्यसलाई संशोधनका लागि महाधिवेशन हलमा प्रस्ताव गरेका थिए र उनैले त्यसमा उठेका विभिन्न तर्कहरू गरेका थिए र पार्टी नेतृत्वको लागि त्यसको आवश्यकताको लामो व्याख्या गरेका थिए।
त्यो व्याख्यात्मक टिप्पणीसहित उपाध्यक्ष विष्णु पौडेलले 70 वर्षे उमेर हललाई कन्भिन्स गरेका थिए। उनीले जुन विधान संशोधनको प्रस्ताव अगाडि सारे त्यसैमा नै 2 कार्यकालभन्दा बढी कार्यकारी तहमा रहन नपाइने पुरानो व्यवस्था परिवर्तनका लागि पनि उनीले प्रस्ताव पेश गरेका थिए। त्यो प्रस्ताव पेश गरेको 6 महिनापछि फेरि यसमा त्रुटि भयो, ती कुराहरूमा हामी फर्किनुपर्छ भन्ने तहमा उनी पुगेका छन्। त्यसले 6 महिनापछि के हुन सक्छ भनेर राजनीतिमा विश्लेषण गर्न नसक्ने उनको चाहिँ अक्षमता त्यहाँनिर देखिन्छ। यस हिसाबले नैतिकताको प्रश्न अध्यक्ष केपी ओली मात्र होइन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलतर्फ पनि देखिन्छ। अहिलेको केन्द्रीय सचिवालय बैठकमा उठेको अर्को प्रस्ताव छ 60 वर्षभन्दा माथिका सबै नेताहरूले विश्राम लिउँ र नेतृत्व त्योभन्दा कम उमेरका नेताहरूलाई दिउँ भन्ने छ। सुन्दा त्यो सर्वणीय लागे पनि व्यावहारिक देखिएको छैन र पदाधिकारीका बहुसङ्ख्यक नेताहरू नै त्यसको लागि मन्जुर देखिँदैनन्। यो अवस्थामा नेकपा एमालेको चर्किएको विवाद कसरी सुल्झिन्छ र एमालेको पार्टी पुनर्गठन र नेतृत्व पुनर्गठनको एजेन्डा जसले पार्टीमा एउटा अन्तरसङ्घर्ष नयाँ ढङ्गले अगाडि बढाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जसको सदस्यता नवीकरणमै लामो लफडा एमालेमा भएको थियो, उनले एमालेको अध्यक्षमा दाबी गरेकै कारणले उनको सदस्यता रोकिएको थियो। तर आफ्नै सहकर्मी पदाधिकारीहरू र आफू निकट मानिएका नेताहरूकै घेराबन्दीमा परेको सङ्केत पाएपछि अध्यक्ष केपी ओलीले निवेदन लिएरै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेका छन्। यसले एमालेभित्रको अन्तरसङ्घर्षमा नयाँ मोड आएको पनि विश्लेषण हुँदैछ। र अर्को तर्क र तथ्य के पनि छ भने यसपटक ओलीको विद्या कार्ड काम लाग्ने अवस्थामा छैन भनेर पनि विश्लेषणहरू भइरहेको छ। एमालेको राजनीति अब कता जान्छ, यसको नेतृत्व पुनर्गठनको बहस कता जान्छ, त्यसको समग्र अवस्था त्यसको छर्लङ्ग हुनको लागि भने केही समय हामीले पर्खिनै पर्छ।